अस्ट्रिचको मासु किन्न अस्ट्रिचको मासु आज खाने भनेर के साथीहरू किन्न जाँदैछौँ कि किन्न फेरि यो अस्ट्रिचको मासु त जहाँ पाइँदैन पाउँदो रहेछ अनि जाँदैछौँ सर लाएर मासु किन्नको अस्ट्रिचको हजार दिन चाहिँ जाँदै हुनुहुन्छ चट्टा लगाएर हामीले चाहिँ मासु किन्न जाँदैछ के खानुहुन्छ गाईहरू ल खानु आउनुहोस् अहिले छैन अरे ल साथीहरू फेरि कहाँ जाने होला कहाँ जाने त हामी स्पाइसमा लाने लैजाऊँ न एउटा साथीहरू भात पानी पनि पाएन कहीँ पो छैन अरे त हौ हामी नखाने अस्ट्रिचको मासु नखाने यस्तो रहेछ कि कहीँ पनि नभएको अब म नखानु विनोदले गुगलमा हेर्दै हुनुहुन्छ कहाँ पाउँछ भनेर कुनै भाटबटिनीमा छँदै छैन अरे अब भयो त साथीहरू कस्तो ब्याड लक हो के छँदै छैन अरे कुनै भाटबटिनीमा अस्ट्रिचको मासु छैन अरे अब हामी नठुस्नु कति ठुस्न मन थियो तनाव लाग्यो अब के गर्ने होला बिचरा मेरो बुढो साथीहरू गाई पनि अस्ट्रिचको मासु नपाउने भयो अरे अब म नठुस्नु यस्तो रहेछ के कति ठाउँमा कल गरिसक्यौँ है सोद्धा छैन के छैन मात्रै भन्छ के गर्ने हामी नखानु फर्स्ट टाइम खाना लाग्यो हो कस्तो फर्स्ट टाइममा खाउँ लाग्दैन भन्नु त कति खाउँ लागेर बिचरा हामी कहाँबाट काठमाडौँ जस्तो ठाउँमा त छैन भने पछि हाम्रो जस्तो इलाममा त झन् कहाँबाट पाउँछ होला त साथीहरू बनाउनु त ल के हो के खासमा चाहिँ म के गर्नु अब म बोलाउनु पागल हुनु कति खाउँ लागेको हुन्छ कति खाउँ लागेर यसरी हिँडेको हुन्छु म अनि त्यही कुरा नपाउँदा कति चाहिँ रिस उठ्छ गर्नु मन लाग्दैन भनौँ त साथीहरू पानी परिसक्यो अब हो बस्दा पानीले कुटिसक्यो यहाँ मान्छेलाई अब के गर्नु नठुस्नु त होला नि नाकै खराब भयो साथीहरू पानीले भिजाएर सत्यानाश पानी आइदियो भयो त सबैलाई अर्कालाई भिजायो मात्रै छि साथै पानी आइदिएको अनि पानी आएर हुन्छ त यस्तो शुभ कार्यमा पानी आएको हाम्रो स्कुटर भिजेर के छैन हेर पानी परेको कत्रो बाक्लो परेको छ कि यहाँ त देखेको छैन सानो बाक्लो परेको छैन पानी त त्यसको मतलब हामीले नठुस भने होला नि मौसमले पनि साथमा देखेर त पानीले भिजेर केही छैन यस्तो जिन्दगी अब के गर्नु त म नठुस्नु त होला नि अब एकचोटि केही छैन एकचोटि फेरि मजाले अनलाइनमा हेर्छु अनि जान्छु म अनलाइनमा पनि हेर कति ठाउँ गयौँ लास्ट टाइममा पाइएन अनि अनलाइन अब हेर्ने यहाँ घरमा आइसक्यौँ नि त हामी अब यहाँ अनलाइनमा हेर्ने पायो भने खाने हो पाएन भने नखाने कति ठाउँमा चाहिँ गयौँ भेटिनौँ कति ठाउँमा चाहिँ कल गरेर सोध्यौँ छैन भन्यो त्यस्तो पनि हुन्छ त